यो बस्ने हो भाइ? बस्ने त हो नि दाइ, के प्रब्लम छ र? अब बस भए सबैजना किन उभिरहेछन् त? अलकुमारी कोटेश्वर तिनकुने मानेश्वर सुन्दर चाउमिन ससेज अनि दुईटा कफी गरिदेऊ न। अनि के छ फ्याउरी? बेबी प्लिज मैले भनेको मान न, यो काम सब छोड्देऊ त। कोसिस गर्दैछु, अब छोड्ने प्रयास गर्दैछु। कामको खोजीमा मैले काकालाई भनेको छु काम खोज्नलाई। कुन ठाउँमा बेबी? मानेश्वर कोटेश्वर भन्दामा यसै चाहिँ छुट्टै मजा आउने के। खल्नु भाइ, त्यो पछाडि भएको केटीहरू को छ क्यामेरा पठाउनु भाइ यार, पुरै त हुनु पर्यो। Only give 2000, okay? 2000, okay? क्या बोल रहे छु भाइ? जहिले यो बाटो पान्छेमा आए हूँ, अर्को पालि बाटो नेपालीमा भाडा मागे हूँ। लास्ट टनकै भयो यार, खान सकिएला जस्तो छ। सर थप अलिकति थप्न त पाइन्न र थप्नलाई थप्न त पाइन्छ, थप्ने पनि तरिका चाहिन्छ। Oh no! थप लिएर आऊ यहाँ। सर के ल्याउनु भएको यस्तो? डोन्ट वरी, तपाईहरुकै लागि हो कि यो। मतलब अब तपाईहरु बेला बेला टायर भुलिराख्नु हुन्छ नि त, त्यही भएर एकचोटि डल्लै प्रिपेयर भएर टायरै बोकेर ल्याइदेऊ। कानमा डबल झुम्का, कानमा डबल झुम्का। सर तपाईँ त ऱ्याडो नै कटेर इन्डियाको बोर्डर नै पुग्नु भइसक्यो त, केही प्रब्लम आयो सर? हैन, यसो चिया खाने मुड भन्यो, त्यही भएर थाइल्यान्ड जाँदैछु। शरीरमा चाहे यहाँ गोलीको वर्षा होस्, यो युवाहरू पछि सर्दैन हो कि नै? यो सरकारलाई ढालाएर देखाउँछौ, कोही माइकल लालले रोक्न सक्दैन। चाहे यहाँ AK-47 गोली वर्षा बम बारुद होस्, यो युवा पछि हट्दैन। किन बम बार सर चिङ गरेर कहाँ अगाडि आएर नाचिरह? क्यामेरा हेर्नु त्यो? चिट चाहिँ किन सर? तपाईँ 100 को स्पिडमा नाचिरहनु भयो। माँ कसम भाग्दिन, भगवान कसम भाग्दिन, दुर्गा माताको कसम म भाग्दिन। दाइ पुलिस! वर्षको एक दिन त होलीमा शिवजीलाई सम्झिनु पर्यो नि। शिवजीलाई सम्झिने भनेको नि दसैँमा मात्र हो क्या। तिमीहरूलाई थाहै छैन, शिवलाई सम्झिने त 30 मा हो नि, के गर्छौ? तर म झ्याप्दै छैन है केटा, हो म छैन। ए जाऊ होली खेल, जाऊ। ह्यापी होली ब्रो, ह्यापी होली। मलाई पनि कलर लगाइदेऊ न यार ब्रो। ब्रो खतरै दाइ फान्ला जस्तो छ त। त्यही भने हेर्दै प्रो देखिन्छ भने। पिसाब ट्याप यार, म यतै गरिदिन्छु। कहाँ गाडीले थाहा पाउँछ? नगर। कसले थाहा पाउँछ? कसैले थाहा पाउँछ? जसले पनि गरिरहेको हुन्छ त। ल गरिदिन्छु ल, गट्या।